आज चाहिँ म खानामा अन्डा बिरयानी बनाउँदैछु। पहिलो सुरु मैले प्यान बसालेँ, त्यसपछि थोरै तेल हालेँ। यो चाहिँ अन्डा फ्राई गर्नको लागि सबसे अगाडि अन्डा फ्राई गर्नुपर्छ हामीले। त्यसको लागि थोरै तेल हालेर अन्डा फ्राई गर्न लागेको छौँ। तेल पाकिसक्यो। अब त्यसमा हामी अन्डा हाल्छौँ फ्राई गर्नको लागि। अन्डा बिस्तारै बिस्तारै भुट्छौँ। रातो पारेर भुटिसकेपछि रातो पार्नको लागि भुट्छौँ। त्यसपछि यसमा थोरै बेसार हाल्छौँ, थोरै मसला हाल्छौँ, थोरै नुन हाल्छौँ। मजाले पाक्नु पर्यो, मजाले पाक्नु। रातो रातो हुन लागेपछि निकाल्नु होला। अनि मजाले पाक्नु पर्ने, मजाले पाक्नु दिने। अन्डा चाहिँ पाकेर रेडी भइसक्यो। यसलाई चाहिँ निकालेर यता पछाडिमा राख्ने। कुकर बसाल्यौँ। यसमा चाहिँ हामी अन्डा बिरयानी बनाउँछौँ। यसमा थोरै तेल हाल्छौँ। तेल चाहिँ खरिसकेको छ। अब हामी थोरै जिरा हाल्छौँ यसमा। त्यसपछि ल्वाङ हाल्छौँ 3-4 वटा, सुकमेल हाल्छौँ। त्यसपछि तेजपत्ता हालेर एकछिन चलाउँछौँ। त्यसपछि चप गरेको प्याज हाल्छौँ। मजाले भुट्छौँ रातो हुने गरेर। त्यही गरेर यसलाई पाक्न दिन्छौँ। यो चाहिँ रातो भएर पाकिसक्यो प्याज। त्यसपछि अदुवा लसुनको पेस्ट हाल्छौँ हामी। त्यसपछि स्वादअनुसार नुन हाल्छौँ। त्यसपछि बेसार, त्यसपछि मसला हालेर मजाले पकाउँछौँ। यसलाई चाहिँ मजाले पाक्न दिन्छौँ। यो मजाले पाकिसकेपछि हामी यसमा टमाटर हाल्छौँ। मसलाहरू चाहिँ मजाले पाकिसकेको छ। अब हामी यसमा तेलबडा हाल्छौँ। मजाले पाक्न दिनु। यसलाई चाहिँ पाक्नको लागि हामी थोरै पानी हाल्छौँ ग्रेभी गर्नलाई। यो ग्रेभी चाहिँ मजाले पाकेपछि अघि फ्राई गरेको अन्डा हाल्छौँ हामी। त्यसपछि भिजाएर राखेको चामल हामी यसमा हाल्छौँ। त्यसपछि यसलाई मजाले चलाउने।
यसमा अब हामी थोरै पानी हाल्छौँ, जति चाहिँ हामी राखेको छ त्यति पानी हाल्छौँ। यतिको गरेपछि हामी यसलाई ढक्कन लगाएर राख्छौँ र 1 सिटी लगाएपछि 10 मिनेटपछि हेर्छौँ। अब चाहिँ यसलाई सिटी लगाउनको लागि दिन्छौँ। 1 सिटी लगाएपछि हाम्रो अन्डा बिरयानी रेडी हुन्छ। हाम्रो बिरयानी चाहिँ पाकिसकेको छ। यति पाकिसकेको छ। रेसिपी कस्तो लाग्यो हजुरहरूलाई मन पर्छ भने भन्नु होला।